भाइ बहिनी हो। भोलि तपाईँको एससी होइन नेपालीको एक्जाम। नेपालीमा भोलि सोध्ने भनेको के हो त आज हामी एकचोटि रिफरेन्स गरौँ है। पढिसकेको कुरा हो, पुरा साल पढ्नुभयो होला होइन। आज मात्र चाहिँ भोलिको लागि चाहिँ एकचोटि रिमाइन्ड गर्ने हो कि वास्तवमा के सोध्छ, कसरी बनाउने भनेर रिमाइन्ड मात्रै है। ल त सुरु गरौँ समय खेर नपालिकन होइन। सबभन्दा पहिला 1 नम्बर होइन। 1 नम्बरमा के हुन्छ भने जोडा मिलाउनुहोस् है। 1 नम्बरमा हुन्छ जोडा मिलाउनुहोस्। जोडा मिलाउनु भनेको शब्दको अर्थ खोजी होइन मिलाउनुहुन्छ। त्यसमा पनि खासै केही हुँदैन। 4वटा दिया हुन्छ, त्यसमध्ये तपाईँको 2वटा पनि भन्यो होइन। त 2वटा मनले चाहिँ मिलाउन सक्नुहुन्छ, आफै चाहिँ अर्थ बुझिहाल्नुहुन्छ। एउटा पनि भयो त अर्को आफै मिलिहाल्छ है। त्यस्तो गरेर जोडा शब्दको अर्थ बुझेर मिलाइलिनु होइन, पाठपाठी हुन्छ। 2 नम्बरमा के हुन्छ तपाईँको त खाली ठाउँबाट है। 2 नम्बरमा हुन्छ तपाईँको खाली ठाउँ है। खाली ठाउँ भनेको के त पर्यायवाची शब्द, विपरीतार्थी शब्द, अनेकार्थी शब्द होइन। त्यस्तो त पर्यायवाची भनेको उस्तै अर्थ दिने होइन, विपरीतार्थी भनेको उल्टो अर्थ दिने, अर्को अनेकार्थी भनेको धेरै अर्थ दिने, लघुतावाची भनेको सानो बुझाउने, जस्तै पानीको थोपा लघुतावाची शब्द होइन, सागको त्यान्द्रा, परालको छवाली होइन, त्यस्तो लघुतावाची शब्दहरू होइन। त त्यो एउटा वाक्य दिया हुन्छ, त्यसबाट खोज्नुहुन्छ अनि भर्नुहुन्छ खाली ठाउँ। त्यो पनि कुनै खासै छैन, यसमा बुझ्नुपर्ने आफै हो। 3 नम्बरमा तपाईँको वाक्य हुन्छ। वाक्य के को हुन्छ भने उखान टुकाको है। उखान र टुकाको एउटा उखान एउटा अनुकरणात्मक पनि हुन्छ है। अनुकरणात्मक शब्द भनेर एउटा उखान एउटा टुक्का र एउटा अनुकरणात्मक शब्द हुन्छ होइन। उखान टुक्का उखान भनेको के भने जस्तै भाद्रको हातमा नरिवल होइन, गर्ने बने हनुमान पगडी गुत्ने ढेडु होइन, इत्यादि जस्ता उखान एउटा चुज गरेर त्यसको वाक्य बनाउनु। अर्को चाहिँ टुक्का जस्तै कि माटो खानु होइन, तोरीको तेल देख्नु होइन, या इत्यादि इत्यादि, बाबुको बुहे देख्नु होइन, इत्यादि जस्ता टुक्का होइन। त्यस्तो शब्द खोजेर होइन वाक्य बनाउनु हुन्छ। यो पनि मनले चाहिँ क्लासमा पढ्नु होला त सजिलै बन्न सक्छ, वाक्य आफै बनाउनु पर्छ। 4 नम्बरमा तपाईँको शुद्ध हुन्छ। त्यसमा त 100% आफ्नो मनले प्रयोग गर्नु पर्यो होइन, शुद्ध साही सार्नुहोस् होइन। अब 5 नम्बरमा के हुन्छ भने पदवर्ग है। 5 नम्बरमा पदवर्ग। पदवर्गमा के आउँछ त नाम होइन, सर्वनाम, विशेषण, क्रियापद, संयोजक, निपात, विस्मयादि बोधक होइन। विस्मयादि बोधक तीमध्ये नाममा जस्तै राम, श्याम, मोहन, घर, विद्यालय इत्यादि केही पनि छ, त्यो के भयो नाम। अनि सर्वनाममा म, हामी, त, तिमी, तपाईँ होइन, यो, त्यो, त्यहाँ, को, के, कति, कसरी होइन, प्रश्नवाचक सर्वनाम भयो। यो सबै सर्वनाममा पर्छ, ठिक छ। विशेषण भनेको विशेषता बुझाउने, गोरो, कालो, सेतो, ठुलो, अग्लो, पुड्को होइन, तितो, मिठो इत्यादि सबै के भयो विशेषण है, ठिक छ। क्रियापदमा अन्तिमको जस्तै खान्छ, पढ्छ, सुत्यो, उठ्यो होइन, अघ्यो, मुत्यो इत्यादि जस्ता जसले वाक्यलाई अन्त्य गर्छ त्यो के भयो क्रियापद। यो सन्दा सजिला। संयोजक भनेको वाक्यलाई छुट्याउने के र, वा, अनि, किनभने, त्यसैले, तर, तथापि, यद्यपि सब के भयो संयोजक है। संयोजक भनेको वाक्यलाई छुट्याउने। निपात भनेको एक अक्षरवाला ल, त, पो, खै, नि, रे होइन इत्यादि जस्ता होइन। यो निपात स्टाइल मार्नको लागि त्यस्तै लेख्या हुन्छ रे होइन, इत्यादिहरू के छ निपात। विस्मयादि बोधक भनेको उद्गार चिन्ह भएको, यो चिन्ह भएको, आहा, ओहो, आमै, बाबै होइन, योहरू के भन्छ विस्मयादि बोधक। यसरी चाहिँ पदवर्ग छुट्याउनु। केही नबुझ्दाखेरि चाहिँ के दिइहाल्नु, केही नबुझ्दाखेरि तपाईँ नाम योगी होइन, अनि एउटा हुन्छ क्रियायोगी। तपाईँलाई लाग्छ यो नाम योगी छैन, यो पनि छैन, यो पनि छैन, त के लेख्दिनु क्रियायोगी है। त्यस्तो अवस्थामा ठिक छ। क्रिया विशेषण वा क्रियायोगी त्यसैले भनिन्छ है। अब 6 नम्बरमा तपाईँको के सोध्छ भनेको उपसर्ग प्रत्यय। उपसर्ग र प्रत्यय। उपसर्ग भनेको अगाडिमा आउने जस्तै अवनति होइन, बनाउँदाखेरि अवनति होइन, अवनति यो भयो शब्द। यसको निर्माण प्रक्रिया भन्छ, त्यतातिर लेखिदिनु निर्माण प्रक्रिया। यो भयो यता शब्द, यता निर्माण प्रक्रिया। अब अवनति त यहाँ के अब प्लस नति होइन। अर्को चाहिँ जस्तै अवलोकन होइन, अब प्लस लोकन होइन, यस्तै चाहिँ उपसर्ग होइन। अर्को प्रत्यय छुटाउँदाखेरि फेरि त्यही शब्द यहाँ निर्माण प्रक्रिया होइन, निर्माण प्रक्रिया शब्दमा जस्तै भयो सामाजिक होइन, सामाजिक, यहाँ समाज
प्लस इक। प्रत्ययमा यो पछाडि आउँछ, उपसर्गमा यो अगाडि आउँछ, त्यति हो है। ठिक। अर्को छ यसमै समास विग्रह पनि सोध्छ। समास विग्रह पनि सोध्छ है। समास विग्रह र द्वितीय शब्द। द्वितीय शब्द समास विग्रह भनेको जस्तै दोजिया दुईवटा जिउ भएको, दो बाटो दुईवटा बाटो भएको होइन, नाङ्ला काने नाङ्ला जस्तो कान भएको। अनि द्वितीय भनेको दुईवटा शब्द आउने, भात भात, सरसमान होइन, ओठबस होइन, योहरू के छ त द्वितीय शब्द है। आफ्नो आफ्नोलाई कसरी बनाउने, आफ्नो प्लस आफ्नो। सरसमानलाई कसरी बनाउने, समान प्लस समान। छट छिमेकलाई कसरी बनाउने, छिमेक प्लस छिमेक। मरमसलाले कसरी बनाउने, मसला प्लस मसला। यसै गरेर चाहिँ के गर्ने, द्वितीय शब्द बनाउने है। अब चाहिँ 7 नम्बरमा तपाईँको हुन्छ काल। 7 नम्बरको काल हुन्छ। अब कालको लागि त सबै काल याद हुनै पर्यो, 12वटा काल होइन, 11वटा काल याद हुनै पर्यो होइन। तपाईँले कुनै काल सोध्न सक्छ, वर्तमान काल, भूतकाल, भविष्यकाल, जे पनि सोध्न सक्छ है। त्यो अनुसार चाहिँ काल बुझेर चाहिँ बनाउनु पर्यो है। कालमा कस्तो सोद्धाखेरि के बनाउने होइन। अब सामान्य वर्तमान काल छ त्यसरी 6 लागिहाल्छ। अब पूर्ण कुनैको छ त त्यसमा दही लाउनु पर्यो है। दही छ, दही हुँदैछ होइन। जस्तै राम खाँदैछ, राम पढ्दैछ होइन। भूतकालको छ त राम खाँदै थियो, भविष्यको छ त राम खाँदै हुनेछ होइन। यसरी दही लाएर पूर्ण बनाउनु। अनि पूर्ण भनेको एकको एक्का लगाएर होइन, एकको एक्का होइन इत्यादि लगाएर, अनि केटी छ त एकी होइन, यस्तो लगाएर पूर्ण, जुन पनिको पूर्ण, पूर्ण वर्तमान होस्, भूत होस् या भविष्य होस्। जस्तै वर्तमानमा राम खाना खाएको छ, राम र श्याम खाना खाएका छन्, बहुवचन छ त एक्का। उनीहरू खाना खाएका छन्, उनीहरू खाना खाएका थिए, उनीहरू खाना खाएका हुनेछन्, तिनटै काल। राम खाना खाएको छ, राम खाना खाएको थियो, राम खाना खाएको हुनेछ, भविष्यकालमा भयो होइन। यसरी चाहिँ बुझेर पूर्णमा एकको एका, अपूर्णमा दही, अनि सामान्यमा चाहिँ वर्तमानमा छ, भविष्यमा ने छ, अनि भूतमा चाहिँ यो है। जस्तै सामान्य भूत, राम खाना खायो, बहुवचन छ त उनीहरू खाना खाए होइन। यसरी चाहिँ काल बनाउनु है। काल याद गर्नु पर्यो, या टेबल लग्नु होला नि, टेबल पनि होला, टेबल तपाईँसँग टेबल लग्नु होला कालको, भइहाल्छ। 2 मार्क कि 3 मार्क जतिको हुन्छ होइन। यो चाहिँ सकाउनु पर्यो है।